नमस्कार, जीवित खबरमा यहाँहरूलाई स्वागत छ। अब सुन्नुहोस् मुख्य खबरहरू। लमजुङमा खुकुरी प्रहारपछि फरार अभियुक्तको देउबासँग भेट। गृहमन्त्रीको राजीनामा विपक्षी दल बटमलाइन संसद झा। विकासका लागि अहिलेकै व्यवस्था उत्तम। उपप्रधानमन्त्री सिंह। पार्टीमा देउबाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति छन् गगन थापा। काङ्ग्रेसले द्वन्द मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्छ शेखर कोइराला। कोशीमा राइड सेयरिङ यातायातको सिन्डिकेटसँग झुक्यो 2/3 सरकार। मेलम्ची खोलामा फस्यो भूमि मन्त्री अधिकारी सवारी गाडी। हस्त अब सुन्नुहोस् पुरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता एवं सङ्घीय संसद मननीय झाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा यथेष्ट सङ्ग्रह देखिएका छन्। उनले राजीनामा बटम लाइन भएको बताएका छन्। शनिबार बुटवलमा पत्रकारसँग बोल्दै झाले गृहमन्त्रीको राजीनामा बटम लाइन भएको छ, सदन सामान्य रूपले चल्न नदिने बताए। उनले गृहमन्त्रीको राजीनामा विषयमा सबैजसो प्रतिपक्षी दलहरू एक ठाउँमा। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि अहिलेका राजनीतिक व्यवस्था नै उत्तम व्यवस्था भएको बताएका छन् भने नेपाली काङ्ग्रेस मण्डन देउपुर नगर समितिको कार्यालयमा शनिबार आयोजित संक्षिप्त कार्यक्रममा उनले विगत र अहिले विकासका धेरै परिवर्तन आएको बताए। विगतका यस्तो थियो, अहिले विकासको क्षेत्रमा के परिवर्तन आएको छ। त्यसै गरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवारी गाडी नदीमा फसेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सेरा स्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवारी गाडी फसेको हो। उक्त गाडी केही बेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ भने प्रहरी अनुसार गाडीको उद्धार भइसकेको छ। प्रहरीले बताए अनुसार कार्यक्रमका लागि जाने क्रम मन्त्री अधिकारीको गाडी खोलामा फसेको थियो। त्यसैगरी राइड सेयरिङ सम्बन्धी विवादमा कोशी प्रदेश सरकार यातायात व्यवस्थाकै पक्षमा उभिएको छ। कोशीमा